फाइनली हामी चाहिँ रामपुर चल्न लागेको हैठेकेर होइन अनि ढोले चाहिँ मस्त न्यू ब्यालेन्सको सुज लगाएर टक्क निस्किसकेछ त्यही हो मौसमले चाहिँ च्यालेन्ज हानेर आज नि पानी पर्ला जस्तो छ तर नि लास्ट गर्मी छ त्यही नै हो सट्ट लाएर हामी चाहिँ यहाँ अस्ति चाहिँ धलाइ गरियो होइन अनि आज चाहिँ भ्याइयो काम त्यहाँ भन्ने अनि हामी चाहिँ हल्का सपिङ गर्न भनेर चल्देको ठिकै बाइक पनि कबाडी भयो है यस्तै छ ठिक छ के गर्नु र ढुलोले यस्तो बनायो बाइक कबाडी बाइकमा झन् ढुलोले लास्ट कबाडी देखिन्छ छ्या त्यही हो सो अल राइट वाट्सएप ब्युटिफुल पिपुल सबैजना सन्चै आरामै भन्ने अनि हामी चाहिँ सर अब म चाहिँ निस्किने छ साथी चाहिँ टक्क निस्किसक्यो अनि हामी चाहिँ चलिदिनुपर्छ अब चाहिँ 2 बजिसक्यो बल खेल्न आइपुग्नु भनेको अनि केटाहरूलाई ट्रेनिङ दिनु चाहिँ चलिन्छ निस्किने अझ सो फाइनली म चाहिँ टक्क रेडी भइसक्यो अब चाहिँ छिटो चलिदिनुपर्छ त्यही नै हो अब अरू कुरा चाहिँ बाटोमा देखाउँ ल गाह्रो छ हो मलाई सो साथीले चाहिँ राइट हानेर हान टक्क लाएर है चापाटेछन् है टोपी सोपी लाएर बब्बाल हामी चाहिँ जानुपर्छ रामपुर पुग्नुपर्छ सट्ट लाएर त्यही हो अफ रोड छ बाटो चाहिँ आरामसँग चलाउ साथी हेर त्यही नै हो मौसम आज घाम लाग्छ ल्याएर अघि त घाम लाए पनि नलागे गर्मी महिना चाहिँ लास्ट गर्मी नै हो कि त्यही हो होइन अनि सर जानुपर्छ सपिङ हान्नुपर्छ तर हामीले फेरि होइन क्या हान्ने फेरि हामीलाई अरूलाई हानाइदिने हो भने दाजीलाई हानेर पठाइदिने हो टक्क यहाँ चाहिँ जिप आयो होइन कसम आयो जिप पनि क्रस भइसक्यो सर लाएर यो के को अफरोड किङ हो क्या साथी चाहिँ त्यही हो रमाइलो छ दाजु चाहिँ अब नेपाल आउँदाखेरि चाहिँ नेपालको कता हालेको ओहो मासला रा लेन होइन न साथी यार त्यही नै हो दाजु चाहिँ नेपाल आउँदाखेरि चाहिँ टक्क नेपाली कपडा लगाएर टक्क आउने रे त्यही भएर हामी चाहिँ यहाँ सपिङ गरेर पठाइदिने हो हामीले सामानहरू अनि दाइ आउनुहुन्छ अनि फेरि रोइला हान्नुपर्छ दाइसँग फेरि त्यही हो हाम्रो चहलपहल यस्तै छ गाउँमा बसेर तर जिन्दगीमा भनेको पैसा कमाउनु पर्ने हो खासमा कसम पैसा कमाउनु सके छैन त्यही नै हो न त अन्त रिल्याक्स छ जिन्दगी चिल छ अब यस्तै साथीले राइड हानेछ म पछाडि टक्कै हामी चाहिँ बेलडाँडा आइपुग्नु लागिसक्यो
छ जिन्दगी चाहिँ होइन के गर्नु र गएको छ सुस्त है सुस्त आरामसँग हामी चाहिँ फाइनल्ली बेलडाँडा क्रस भइसक्यौँ ठिक छ आज चाहिँ हल्का बाल पनि हल्का छुट्याएर आउनु पऱ्यो अनि हल्का सपिङ हेरेर अनि चल्लिने छिटै आउने भनेको के अरे बल खेल्न आइपुग्नु भनेको साथी केटाहरूलाई अब गाउँबाट ठुलो छ नि त साथी अनि डराउनु पर्ने छ बाटै त्यस्तै छ डराउनु पर्ला जस्तै अनि के अन्त डराउनै पर्यो भन्दा के भयो त्यसो ब्रेकै नलागेर हो के ठिक छ काटेछ सेट भेटिनु कुचेको एकछिन त्यसलाई लत्तले एकछिन त्यसलाई होइन त्यसलाई एउटा बुझेर न टिकोरी त भाग झरेछ के अन्त नि मजा आयो फाइनल्ली लोटियो यी मान्छे आयो चिप्लेको के अन्ने ब्रेकै नलाएर पर्खा छड्डो मग बनाउँछु त्यो त हो कि पसलमा पर्ने रहेछ नाच्यो के हो छड्डो भयो के गर्नु त अब त्यो ब्याट्री रासँग भयो कि ब्याट्री त सेटो दण्ड देख्ने चाहिँ गएन भन्ने फेरि बाङ्गे छ यार बढी ब्रेक लाग्दैन हो मान्छे आएको आएछ है अब के भन्छ लुटिरहेछ अब हेलमेट ल्याऊ यता फुल बस केही छैन रमाइलो कहिले अगाडि चाहिँ बस सटर गइरह हाम्रो अगाडि अनि पछाडि चाहिँ ट्र्याक्टर आएको भनेर अगाडि दौडेको झन् यसलाई आज धुलो खाएको छ यार बसले त्यही नै हो एउटा आँखा छैन हाम्रो चाहिँ बाइकको हिँड्दा पनि हल्का बाङ्गे भएको हल्का
अलिक जान्ने भयो भए त सजिलै हुन्थ्यो के अरे चलाउनलाई, अलिक एक्सपोर्ट गरिएन, त्यही भएर हल्का गाह्रो जस्तो भयो। त्यही हो, हुन त अब नलोटिकन त कहाँ जानिन्छ र, त्यही हो लडियो लडिन्छ, मनी कतिचोटि लडिसकेँ, त्यस्तै हो। त्यो चाहिँ खतममा हामी चाहिँ यस्तो बाटोमा लोटेर हिँडेछ मातर के भएको हामी कहिले उहिले हान्दै मासलाई हात छोडेर चलाउँछ मान्छेले ढ्यार, हामी कहिले त्यसो हुने सोच्दा नि यार अचम्म लाग्छ यार, सिम्पल चलाउन नसक्ने भएपछि सक्दिन, गाह्रो छ, प्रयास गर्नुपर्छ तर जानिन्छ। अब एकचोटि लडियो भन्दैमा चाहिँ हार मान्यो भने चाहिँ त्यो मान्छेले कहिले पनि अगाडि सिक्दैन, त्यो भएर जति हो प्रयास गर्नुपर्छ क्या, प्रयास गरेपछि जति प्रयास गऱ्यो त्यति उस गर्ने हो, जाने हो क्या। म नि लोटेँ, अनि लोटेपछि अहिले चाहिँ हल्का जानेछु अनि हल्का अलि बढी जानेछु पहिलाभन्दा, त्यही त हो। अनि त्यतिखेरै छोडेको भए त मैले अनि बाइक त घरै राख्नु पर्थ्यो नि त, म पहिला ल्याएर हिँड्नु पर्थ्यो नि त, त्यही भएर त्यही हो। निरन्तरता चाहिँ जेमा पनि दिनुपर्छ अगाडि बढ्नुको लागि, जानिन्छ हामीले नि, उहिले हान्न जानिन्छ, हात छोडेर हिँड्न जानिन्छ, दौडिन जानिन्छ होइन, रेस खेल्न सकिन्छ, गरेपछि हुने कुरो हो जे चिज पनि, बिस्तारै बिस्तारै हुन्छ। हामी त यहाँ पहिला लोटेको ठाउँमा पनि आइपुग्यो त, यहाँ नि पहिला लोटियो, यहाँ त झन् बब्बाल लोटेको, त्यही हो। अब चाहिँ यो फेरि यहाँभित्र फेरि उस पसेको थियो क्या हो, त्यही भएर यस्तोतिर यस्तो हो कि माथि आइक्या हो कि होइन, त्यो मास्त्रेको हो नि, होइन कि त्यो मास्त्रेको हो कि, यहाँभित्र माटो गएर यहाँ अड्केछ क्या कि, अब यस्तो रेस दियो अनि यसरी फर्काउनु परेछ त नि, त्यही हो, ठिक छ। झन् ठिकै छ त छन् त, तर कपडा नि राम्रो रहेछ र अरू के जुत्ता त छ र घुमेर खै यो ठिकै भएन, ठिकै थियो। यसको अरू कलर छैन, अरू कलर होइन क्या, यही हो क्या कलर दामी त, त्यसमा यो हलुङ्गे रहेछ होइन, सेम हल्का सालिदिने हो। 1 2 3 4 चारवटा छैन भन्ने, यति गरिनु 6000 मिल्दैन, 6000 दिन्छ नि।
धन्यवाद के गर्दिनु त 6,000 only. ₹11 काट्दिनु भयो नकाट्ने पनि बन्दैछ त्यति अर्को हुँदैछ त्यो भयो 6,011 सक्यो पैसा केही छैन फेरि आउनु नि पछि है हुन्छ कहाँ जानु भयो आइन्छ अन्ली ल बोक ल ज्याकेट लगाउ त पछिबाट के भनेर लाग्यो होला मलाई भन्छ न के भन्नु सिक्दैछ रातभरि सब तल राइट हामी चाहिँ सपिङ गरेर अब नास्ता टक्क खाने गाडी लटाउने मान्छे यता छन् भन्ने लजाको र को तिमी बोल्नु लदा छैन किन लजाउने र रेच त के देखे माथि के भन्छ आजल भन्छ बुढा थोकी देखे रम्बाइको जान्ने क्या कुर्ने ठाउँमा जानुपर्छ हराउँदै हो तास खेल्ने मोमो खाँदै मैले खिचिदिन्छु यो आज अर्को काफी भयो होइन हेर्नु त लास्टै धुलै धुलो भएको धुलै धुलो फोटो खिच्छ भन्दैछ भन्ने स्क्र्याच भएको ठाउँमा टक्क आउँदैछ के आउँदैछ तल तल हटाउनु न क्या फेरि यहाँ बस्छ नि त यो अनि फेरि यहाँ अगाडि फेरि अलिक नराम्रो हुन्छ क्या यो चाहिँ यहाँ तल राख्यो भने चाहिँ अलिक राम्रो हुन्छ क्या यहाँ माथि राख्ने थियो त्यसरी राख्नु खोजेको होइन क्या त्यसो चाहिँ हो यो लाइनमा राखेर राम्रो देखिन्छ हो त्यसरी लोगो तल राख्न मिल्छ न काटेर के थोरै थोरै मिल्दैन खोइ ठिक छ केही छैन फेरि पछिबाट उक्काउन नि मिल्यो फेरि हाल्न नि मिल्यो बाबुको टिकुरी भ्लग अन द माइक च्याप लाएर सब्सक्राइब हानिदिनु पर्यो हुन्छ युट्युब च्यानल चाहिँ यही छ है गाइजहरू भन्ने सर